आज मसँग एसुदा कम्पनीको 43 इन्चको टिभी मर्मत हुन आएको छ। यसमा प्रब्लम के छ भन्दाखेरि म लाइन मारेर तपाईलाई देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ ठाडो ठाडो लाइन आइरहेको छ। अब यस्तो ठाडो लाइनबाट हामीले कसरी मैले एक चुटकीमै पिक्चर राम्रो आउने बनाए त जान्नको लागि आउनुस् भिडियो पुरै हेरौँ। ब्याक साइडको सबै स्क्रु मैले खोलिसकेको छु र यसको ब्याक साइडको म कभर निकालेर अलग्गै साइडमा राख्छु। टिभीको ब्याक कभर खोलिसकेपछि यहाँ हेर्नुस् त भित्रपट्टि यस्तो छ। डिस्प्लेको दुईटा एफसीसी केबल छ र टिकन पनि लगाएको छ र म एक साइडको एफसीसी केबल चाहिँ म स्लटबाट निकाल्छु र अगाडिपट्टि टिभीलाई अन गरेर हेर्छु कस्तो पिक्चर बन्छ त है। एफसीसी केबल निकालिसकेपछि टिभीलाई म अन गरेर हेर्छु। जुन साइडको एफसीसी केबल निकालेको छु त्यो साइडमा चाहिँ पिक्चर बनिरहेको छैन र अर्को साइडमा चाहिँ मजाले बनिरहेको छ पिक्चर। अर्थात् मैले जुन एफसीसी केबल निकालेको छु डिस्प्लेको त्यही साइडमा प्रब्लम छ। अब हामी यो प्रब्लमलाई चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ सिम्पल तरिकाले चाहिँ इजी तरिकाले हामीले चाहिँ सोल्भ गर्छौँ। कसरी भन्दाखेरि चाहिँ यो मेरो हातमा टेप देखिराख्नु भएको छ। यो टेपको माध्यमबाट चाहिँ म टेपिङ लगाएर चाहिँ यो प्रब्लम सोल्भ गरिदिन्छु है त। मेरो हातमा तपाईँले देखिराख्नु भएको छ यो टेपको टुक्रा। अब म टेपको टुक्रा चाहिँ एफसीसी केबलमा म लगाउँछु। मैले चाहिँ एफसीसी केबलमा चाहिँ यसरी टेप लगाउन गइरहेको छु है। एकदम ध्यानपूर्वक हामीले लगाउनु पर्छ। अब म लगाएर यसको स्लटमा म जस्ताको त्यस्तै फिट गरिदिन्छु है। त्यसपछि हामी टिभीलाई अन गरेर हेर्छौँ कस्तो कन्डिसनमा टिभी चल्छ त है त। टिभीलाई म पावर दिन्छु। त्यसपछि टिभी के हुन्छ त हेरौँ है। हेर्नुहोस् त कति मजाले टिभीमा आइसकेको छ ग्राफिक। सुरुमा ठाडो ठाडो लाइन थियो भने अब मजाले चलिरहेको छ सिर्फ एउटा टेपिङको माध्यमबाट। अब टिभीमा अगाडि टिभीलाई रनिङ गरेर हेरौँ कस्तो चल्छ त है। देख्न सक्नुहुन्छ ग्राफिक मजाले बनिरहेको छ। पहिला ठाडो ठाडो लाइन आएको थियो भने अब चाहिँ कुनै पनि त्यस्तो ठाडो लाइन आइरहेको छैन। मजाले चलिरहेको छ टिभी है त। यो टिभी रिपेयर भइसकेको छ। यदि तपाईँलाई पनि यस्तै रिपेयरिङ सम्बन्धी भिडियोहरू हेर्न मन लाग्छ जान्न मन लाग्छ भने मेरो आइडीलाई फलो गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। हस्, थ्याङ्क यू।